ल आमाहरू चाहिँ कुम्भ मेला जाने क्रममा चाहिँ बिच बाटोमा खाना खाने ठाउँ रहेको ठाउँमा चाहिँ पुरै मादल बजाएर गीत गाएर नाच्दै हुनुहुन्छ। आहा कति राम्रो नाच्नु, कति रमाइलो। मादलमा दाजु हुनुहुन्छ, एकजना जाली हुनुहुन्छ, दाजु हेरे हुनुभयो। अनि यताबाट हाम्रो टोलीको दिदीहरू पनि आइसक्नु भयो नाच्नलाई। आफै कति राम्रो। आमा चाहिँ यहाँ ननाचिकन बस्दै हुनुहुन्छ। नाच्नु आमा, मैले यहाँ यस्तो भिडियो खिचिरहेको छु झन् नाच्नुहुन्छ भनेर। आमा पनि आएर नाच्दिनु हो होइन, आमालाई धन्यवाद। आमा चाहिँ ननाचेर भिडियो खिच्दै बस्नु हुँदो रहेछ। आमा नाच्नु नाच्नु। यताबाट नि हाम्रो आमाहरू आउँदै हुन्छ, दिदीहरू कति रमाइलो बिचरा। आमा नाच्दै हुनुहुन्छ, बा पनि नाच्दै हुनुहुन्छ। ल ल ल हो यो के हो बुवा, यो तरकारी पकाउनु भएको? यो सब्जी हो, काउची। यो दाल, यो खाना, अनि के अरे यो टमाटरको अचार, चिया सलाद। हाम्रो बाले चाहिँ बिहा अघिदेखि आएर मेहनत गरेर मिठो मिठो पकाइरहनु भएको जस्तो लागिरहेछ मलाई होइन। हेर्दा चाहिँ मिठो छ, अब खाँदा पनि मिठै होला होइन त बा? ल हाम्रो उहाँ दाजु पनि हुनुहुन्छ, ऊ ट्याक्क कति राम्रो गर्नुभयो। हामी चाहिँ ट्याक्क नै आइपुग्यो होइन, सुमधुर कि के भनेर ठाउँ रहेछ, आकाश होटलमा हो होइन। यो गाडी चलते रहिए, लाइन में खड़े मत रहे। चलिए चलिए, एक लाइन बनाने अपने सिंगल सिंगल और लाइन बना के चलते हैं। चलते रहिए, धीरे धीरे आगे बढ़िए। तो रास्ते में ख्याल रखना है। राम भगवानको दर्शन गर्नको लागि लेन 2 बाट चाहिँ छिरिसकेका छौँ होइन। अगाडिपट्टिबाट चाहिँ
यहाँ से पढ़ो, यहाँ से राइट। जय जय श्री सीताराम भैया भैया। विवाद गरेको थिएँ नमस्कार भनेर कि नमस्ते भन्ने चाइनिजहरूको अगाडि विवाद गरेर आधो नमस्ते भनेको नमस्कार एउटै कुरा एउटा भन्छ एउटा कुरो नमस्ते भनियो नमस्कार भनेको यस्तो भन्छ अर्को कुरो भन्छ नमस्कार भन्नुपर्छ नमस्ते भनेको यस्तो र व्याकरणका चाहिँ आउने हो कि नआउने हो अब त्यसमै विवाद भयो हेर्नु न अनि त्यो चाइनिजहरू टङ परेको कसैले भनेको चाहिँ यस्तै यसैमा झन्डा लिएर त्यहाँ त क्राउड हुने फेरि तर मेरो एउटा कुरा चाहिँ तिमीलाई हामी हेर यो पोइन्टमा लिएर गएर छोडिदिन्छौँ तिम्रो लागि चाहिँ 1 घन्टा 15 मिनट छ हो हेर यदि बिचमा तिमी यहीँ आइपुग्नु 5 मिनट तिम्रो त्यस पछाडि तिमी किन हामी पर्खिँदैनौ तिमी कार्ड छुँदैछ त्यहाँ मैले तिमी आफै आफ्नो खर्च बेहोर त्यहाँ आफ्नै इमान तिरेर बाउको बिहे चाहिँ हामी अहिले यो तरिरहेछौँ भने त सङ्गमतर्फलाई हजुर भाइ तपाईँ त यार मलाई चाहिँ जिन्दगीमा भाइ मैले त अब जीवनमा पाइनँ मलाई आफ्नो युवा विदेशमा बसेर उनीहरूले नम्बर नगर्ने डिजिट हामीलाई आउँदैन यति हजार लाख करोड यति हजार लाख करोड 10,000 लाख हामीले त एक्ज्याक्टली हामीले मौकै पाएको छैन
में बनवाया है 2020 में। कितना हो गया?